चीनको एउटा गाउँमा वृद्ध दाउरे र उसको करिब 20 वर्षको जवान छोरा हुन्छ। उनीहरूको साथमा एउटा सुन्दर र इमान्दार सेतो घोडा पनि हुन्छ। त्यो घोडा नै एक किसिमले भन्ने हो भने उनीहरूको सहारा पनि हो। उनीहरूले चाहिँ दाउरा काटेर बजारमा लगेर बेच्ने र त्यसैबाट आफ्नो घर खर्च चलाउने गर्थे। उनीहरूको जीवन एकदमै साधारण किसिमको थियो। उनीहरूको घोडा एकदमै सुन्दर र इमान्दार भएको कारणले होला छिमेकीहरूले दाउरेको घोडा किन्ने सल्लाह गर्छन् र दाउरेसँग गएर भन्छन्, दाउरे दाइ, तपाईँले हामीलाई तपाईँको यो घोडा बेच्नुभयो भने तपाईँले हामीले राम्रो दाम दिन्छौँ र त्यसबाट तपाईँ धनी हुन सक्नुहुन्छ र अरू काम पनि गर्न सक्नुहुन्छ। तपाईँको जीवन सहज हुनेछ। तर दाउरेले उनीहरूले गरेको अनुरोधमा विमति देखाउँछन् र भन्छन्, माफ गर्नुहोला, म यो घोडा बेच्न सक्दिनँ। यो घोडा मेरो घोडा मात्र होइन तर मेरो सहारा पनि हो। दाउरेले घोडा नबेच्ने भनेपछि गाउँलेहरू फर्केर जान्छन्। करिब त्यसको एक हप्तापछि दाउरेको घोडा हरायो भन्ने हल्ला गाउँभरि सुनिन्छ र गाउँलेहरू दाउरेको घरमा जान्छन् र साँच्चै त्यहाँ बाँधेको ठाउँमा हेर्दा घोडा हुँदैन। तब गाउँलेहरूले दाउरेलाई भन्छन्, दाउरे दाइ, तपाईँले अस्ति हामीलाई यो घोडा बेच्नु भएको भए आज तपाईँले यो नोक्सानी भोग्नु पर्दैन थियो। हामीले तपाईँलाई हामीलाई बेच्नुहोस्, उचित दाम दिन्छौँ भनेका थियौँ। तपाईँ त मूर्ख मानिस पो हुनुहुँदो रहेछ। अब त तपाईँ झन् गरिब हुनुभयो। घोडा हराउनु चाहिँ तपाईँको लागि यो दण्ड हो, यो चाहिँ श्राप हो। अनि दाउरेले भन्छ, तपाईँहरू छिट्टै हतारिनुहुन्छ। घोडा हराउनु आशिष हो कि श्राप हो त्यो म जान्दिनँ, तर यति जान्दछु कि मेरो घोडा तबेलामा छैन। त्यसपछि गाउँलेहरू घोडा हराएकोमा खुसी हुँदै आफ्नो घरतिर लाग्छन्। त्यसको 1 महिनापछि दाउरेको घोडा घर फर्की आउँछ र घर फर्किँदा ऊ मात्र आउँदैन तर उसँगै अरू जङ्गली 1 दर्जन घोडा पनि साथमा लिएर आउँछ। वास्तवमा घोडा चाहिँ चोरी नभएर दाम्लोबाट फुस्किएर जङ्गल गएको रहेछ। दाउरेको घोडा र अरू 1 दर्जन घोडा फर्केर आएको खबर सुनेपछि सारा गाउँलेहरू फेरि दाउरेको भेला हुन्छन् र दाउरेलाई भन्छन्, दाउरे दाइ, माफ गर्नुहोस् है, अस्ति हामीले तपाईँलाई घोडा हराउनु चाहिँ श्राप हो भनेका थियौँ, तर यो त होइन, आशिष पो रहेछ। हेर्नुहोस् त, यसले अरू यति धेरै घोडा ल्याएको छ। अब तपाईँले यसलाई बेचेर धनी हुन सक्नुहुन्छ। त्यसैले यो तपाईँको घोडा हराउनु चाहिँ आशिष पो रहेछ। यसपछि दाउरेले भन्छ, गाउँले साथीहरू, तपाईँहरू छिट्टै हतारिनुहुन्छ, छिट्टै निर्क्युल निकालिहाल्नुहुन्छ। आशिष हो कि श्राप हो त्यो मलाई थाहा छैन। मलाई यति थाहा छ कि मेरो घोडा हराएको थियो, अहिले फर्केर आएको छ र फर्किँदा अरू जङ्गली घोडा पनि ल्याएको छ। यति मात्र म जान्दछु, अरू सबै न्याय हो। त्यसपछि गाउँलेहरू सबै आरिस गर्दै आफ्नो घरतिर जान्छन्। त्यसपछि जब दाउरेको छोराले जङ्गलबाट आएका जङ्गली घोडाहरूलाई तालिम दिन थाल्छ, यही तालिम दिने क्रममा उसको हात र खुट्टा भाँचिन्छ। घोडाहरूलाई सध्याउने क्रममा दाउरेको छोराको हातखुट्टा भाँचेको खबर सुनेपछि सारा गाउँलेहरू फेरि उसको घरमा भेला हुन्छन् र भन्छन्, दाउरे दाइ, अस्ति हामीले तपाईँलाई घोडा फर्केर आउनु चाहिँ आशिष हो भनेका थियौँ, तर होइन पो रहेछ, यो त श्राप नै रहेछ। हेर्नुहोस् त, तपाईँको एउटै छोराको हातखुट्टा भाँचिएको छ। तपाईँको बुढेसकालको सहारा यही एउटा छोरा थियो, उसको नै यस्तो हविगत भएपछि योभन्दा अरू अनिष्ट त के नै छ र? त्यसैले यो चाहिँ दण्डै रहेछ। त्यसपछि दाउरेले भन्छ, गाउँले मित्रहरू, तपाईँहरू छिट्टो हतारिनुहुन्छ। आशिष हो कि श्राप हो त्यो मलाई थाहा छैन। मलाई यति थाहा छ कि मेरो छोराको हातखुट्टा घोडालाई सध्याउने क्रममा भाँचिएको छ, अरू सबै न्याय हो। त्यसपछि गाउँलेहरू खुसी हुँदै आफ्नो घरतिर लाग्छन्। करिब त्यसको 1 महिनापछि त्यो गाउँमा अर्को देशले आक्रमण गर्ने भयो। लडाइँको बिगुल फुक्यो र सबै जवानहरू लडाइँको लागि लानुपर्ने भयो। तर दाउरेको छोराको हातखुट्टा भाँचिएको कारणले लडाइँमा जानुपर्ने भएन। दाउरेको छोरा आफूसँगै रहन पाउने भयो। सारा गाउँलेहरूमा पीडा र रोदन सुरु भयो। अनि फेरि दाउरेलाई भन्न थाले, दाउरे दाइ, तपाईँको छोराको हातखुट्टा भाँचिनु चाहिँ श्राप होइन तर आशिष चाहिँ रहेछ। हाम्रा छोराहरू त सबै लडाइँमा लगिएका छन्। कमसेकम तपाईँको छोरा त तपाईँको साथमा त छ। यसकारण तपाईँको छोराको हातखुट्टा भाँचिनु चाहिँ आशिष नै रहेछ। अनि दाउरेले भन्छ, आशिष हो कि श्राप हो त्यो म जान्दिनँ, तर एउटै कुरा जान्दछु कि गाउँभरिका सबै जवानहरू लडाइँमा लगिए तर मेरो छोराको हातखुट्टा भाँचिएको कारणले मेरो साथमा छ। यति जान्दछु, अरू सबै न्याय हो। कसले जान्दछ? तर परमेश्वर नै सबै कुरा जान्नुहुन्छ, जसले हाम्रो जीवन लेख्नु भएको छ। उहाँले नै हाम्रो जीवनको पहिलो अध्याय र अन्तिम अध्याय लेख्नु भएको छ।
जीवनमा घटिरहने ससाना घटनाहरूले लिएर हामीले अरूको न्याय गर्न सक्दैनौँ। कुनै पनि मानिसको जीवनमा समस्या छ भन्दैमा सो व्यक्ति खराब हो वा असल हो भनेर न्याय गर्न सक्दैनौँ। पुस्तकको एउटा मात्रै पाना पढेर सारा पुस्तकमा के लेखेको छ भन्ने कुराहरूको हामीले अर्थ लगाउन सक्दैनौँ।